गुड मर्निङ सबैजनालाई। आज पनि पुन्टे मेरै काखमा बसिरहेको छ। उसलाई हामी सोफामा बसेको देख्नै हुन्न है, यसरी बस्छ। अनि युना चाहिँ बिहानको ब्रेकफास्ट खाँदै बस्दैछ। उसलाई चाहिँ यो पाउरोटी लास्टै मनपर्छ कि। अनि युना पनि रेडी भएर स्कुल गयो। मैले चाहिँ आएको छिटो लन्च बक्स बनाइदिएँ है। लन्च बक्स पकाउन नि मलाई त अचेल झ्याउको लाएर आएको छ कि है। छुट्टीको बेलामा त ठिकै हो है, जब भएको बेलामा त बिहानै उठेर बनाउनुपर्छ। कहिलेकाहीँ त ओमिले पनि बनाइदिनुहुन्छ है, एकदम धेरै सजिलो भएको छ। अनि पुन्टे चाहिँ म घरको काम गर्छु भनेको त कामै गर्न दिँदैन। खुट्टाहरू यसरी टोकेर कस्तो पो गर्छ नि, के लिन हुन्न फेरि त्यही पनि तारेर कस्तो गर्छ। अनि एकछिन घर सफा गर्छु भनेर उसलाई हालिदिएको, खाएको नि बस्नै दिँदैन, फेरि वहाँ वहाँ गर्छ। अनि निकालिदिनु पर्छ, फेरि टिस्यु बोकेर भाग्यो नि भगवान्। म पछि पछि घुमेछु मैले टिस्यु दिन्छ भनेर, ऊ फेरि यति भागेछ, यति फास्ट भाग्छ है। सानो देख्ने मात्रै हो कि यति छिटो भाग्छ कि कुरै नगर्नु के। सानसानोमा आएर युनाको पछाडि पछाडि भाग्न पर्थ्यो, अहिले पुन्टेको पछाडि भाग्न परेछ। अनि ऊ चाहिँ धेरै भागेर ल लास्टै थाके जस्तो छ है। आज गर्मी पनि छ। अनि ऊ आफ्नो बेडमा घरि पल्टिन्छ, घरि निस्किन्छ, त्यही बेडलाई घरि टोक्छ है। कति मजा छ यो पुन्टेको जिन्दगी, म त त्यही सोध्छु कि अचेल त है। अनि म चाहिँ आज धेरै दिन बाद बेरान्डाहरू सफा गरेको, फुल पनि फुलेछ। अनि यहाँ बेरान्डामा चाहिँ मेरो साथीले दिएको है माछा राखेको छु। अनि त्यो माछा चाहिँ कति सानो थियो, अहिले त ठुलो भइसक्यो। हेर्नु न यसरी खेल्छ है। बेरान्डामा बस्छु कि मैले कहिले चियाहरू लिएर चियाहरू लिएर कस्तो आनन्द लाग्छ। अनि म आज गर्मी थियो, अनि म भित्र रुममा आएर बसेको त फेरि पुन्टे मेरै काखमा आएर बस्छ नि। हेर्नु न फोहोरको भाँडा पनि यसरी राख्न परेको छ। अहिले त के चेन्ज भइसकेछ कि, यो हटाउने त्यो हटाउने। अनि प्लान्टहरू पनि राख्न पाएको छैन, सबै हटाइदिए है। प्लान्टको पातहरू टोकेर कस्तो पो गरेको छ नि। पुन्टे फेरि पुरा डन भएर सुतेछ, तर रमाइलो चाहिँ धेरै रमाइलो भएको छ है। अनि मलाई भोक लाग्यो, मलाई चाहिँ छुट्टीको बेलामा कस्तो रोटी बनाएर खान मन लाग्यो है। अनि आज चाहिँ मैले रोटी बनाएँ। अनि तरकारी चाहिँ एकदम मिक्स गरेर बनाएँ, आलु भ्यान्टा अनि उसिनेको अन्डा बिहान थियो, त्यो पनि मिक्सै गरिदिएँ मैले त। अनि पुन्टे चाहिँ एकछिन सुतेको थियो, फेरि उठ्यो। अनि उसलाई एकछिन मसार्दै खेलाउँदै बसेँ मैले है। कति रमाइलो लाग्छ क्या। अनि टाइम पनि कति छिटो बित्छ, कति लाडे पनि पल्टिन्छ पुन्टे। आजकल त है बस भनेको नि बुझ्ने भएको छ। खाना खाने आऊ भन्यो भने खाना भन्ने बित्तिकै यति छिटो आउँछ कि हँसाउँछ कि। यति सानो भएर नि कुराहरू सिकायो भने त बुझ्दो रहेछ कि है। अनि म नि अब अहिलेसम्म यसरी डगी उयो गरेको छैन नि त। अनि मैले नेटबाट हेर्दै कस्तो कस्तो गर्नुपर्छ, के खाना दिनुपर्छ भनेर हेर्छु। अनि मेरो खाना पनि रेडी भयो। अनि मैले खाएँ, कस्तो मिठो भयो। अनि एकदम पेट फुल भएपछि त्यो निद्रै लाग्ने, फेरि पुन्टेलाई लिएर सुतेँ। पुन्टे हेर्नु न सुतेको, माइ गड, उसको हात खुट्टा कति क्युट छ। रमाइलो लाग्छ पुन्टे भएपछि त। अनि युना पनि स्कुलबाट आयो। युनाको चाहिँ अहिले चाहिँ स्पोर्ट्स डेहरू छ नि त, 3 दिनै प्र्याक्टिस गर्नुपर्छ। मम्मा म धेरै थाकेँ भन्दै थियो बिचरा। अनि पुन्टेको चाहिँ खाना खाने टाइम भएको थियो। अनि पुन्टे खाना खाने होइन भनेको त उसलाई खाना भन्ने बित्तिकै बस्छ के। अनि गुडियाले एकछिन खेलाएँ मैले है। कति छिटो भाग्छ कि, उसलाई मनपर्ने गुडिया हो है। अनि यो गुडिया चाहिँ मैले उही नै भएको ठाउँबाट पहिला किन्दाखेरि त्यहाँबाट किनेको। अनि यो घरिघरि त के स्विच पस्छ कि उसको स्विच अन हुन्छ, यस्तो दगुडाउँछ कि हामीलाई, यस्तो दगुडाउँछ कि हाँस्दा हाँस्दा हुन्छ कि है कहिलेकाहीँ त। अनि म चाहिँ पुन्टेलाई खाना दिइसकेपछि चिया बनाएँ। अनि बाहिर बसेर यसरी खान मनपर्छ कि। यो रुख कत्रो ठुलो थियो हेर्नुहोस् न, हावाले भाँचिदियो, अहिले सानो भयो, टुक्रियो। म चिया खाँदै युना र पुन्टेलाई हेरेँ। अनि पुन्टे चाहिँ यहाँको रुमबाट उता जाने यो स्पेस मैले बनाइदिएको यति खुसी हुन्छ। फुत्त त्यहाँ जाने, फुत्त यता आउने गरिरहेको हुन्छ सधैँ है।
उसलाई एकदम रमाइलो भइरहेको छ। पहिला चाहिँ मैले यहाँ सामान राखेको थिएँ अनि अहिले चाहिँ पुन्टे हिँड्ने जाने गरिरहेको छ। अनि हामी चाहिँ आमा छोरी एकछिन युनाको सामानहरू किन्न आएको। मलाई युनाको सामान किन्नुभन्दा पनि यहाँ डगीहरूको सामान थुप्रै रहेछ, यही हेर्न मन लागेको के मलाई चाहिँ। युनाले मम्मा छिटो आउनु न भन्दै बोलाउँदैछ। ल ल भन्दै मैले हेरेको। मलाई चाहिँ एउटा के अरे गाडीमा सँगै बस्दाखेरि राख्ने यस्तो ब्यागहरू हुँदो रहेछ है। अनि एउटा ब्याग किन्न पर्यो भनेर हेरेको। यो ब्याग चाहिँ मलाई एकदम राम्रो लाग्यो के। अनि सेलमा पनि राखेको रहेछ है। अनि मलाई एकदम राम्रो लाग्यो। लिएर आएको त पुन्टेले पनि मन पराए जस्तो छ। हेर्नुहोस् न यसरी कस्तो राम्रो के, चेन लाउन नि मिल्ने अनि खोल्न नि मिल्ने अनि सबै खोल्न नि मिल्ने कि एकदमै राम्रो। अनि पुन्टेले चाहिँ फेरि युनाको गुडियाहरूको सबै हालत खराब गर्दैछ नि। त्यो पनि जिग्ने यो पनि जिग्ने है। अहिले त यो मिक्की माउस मन पराएर पुरा खेलिरहेको छ है पुन्टेले। पुन्टेले त कसैको चप्पल जिगिदिन्छ, कसैको के गर्छ है। हँसाउँछ पुन्टेले, तर धेरै रमाइलो भइरहेको छ नि। साँच्चै नै एकदमै रमाइलो भएको छ। एकदमै माया लाग्दो रहेछ कि है। कस्तो के बच्चालाई जस्तो गरेर एकदमै माया लाग्दो रहेछ। अनि पुन्टे आऊ यता बस भने बसेर देखाउँछ।